जापान जस्तो ठाउँमा नि यत्रो ठुलो पदमा काम पाउने नेपालीले ओहो त्यो चाहिँ मै होला। मैले चाहिँ आजबाट चाहिँ शपथ ग्रहण गरेँ। सायद नेपालीहरू मध्येमै मै होला सबभन्दा प्रथम नेपाली चाहिँ। मलाई धेरै गर्व छ, म धेरै खुसी छु। मैले चाहिँ जापानमा आजदेखि चाहिँ शपथ ग्रहण गरेँ है साथीहरू। के को शपथ ग्रहण भन्नुहुन्छ भने किचन डिपार्टमेन्ट चाहिँ सबै मैले हेर्नुपर्ने, किनभने मेरो बुढीलाई गाह्रो भयो, अनि गाह्रो भएको भएर बुढीले चाहिँ मलाई गाह्रो भयो बुढा अब यो किचन डिपार्ट यो घरको सबै डिपार्ट चाहिँ तपाईँले गर्नु पर्यो भनेर चाहिँ मलाई बुढीले चाहिँ अनुरोध गरेको भएर मैले त्यो अनुरोधलाई चाहिँ स्वीकार गरेर मैले यो किचन डिपार्ट सबै मैले लिने चाहिँ बाछा सबै गरेँ है साथीभाइ। अब चाहिँ यो किचन मेरो हातमा चल्छ है साथी हो। ल है अब मिठो मिठो पाक्छ है साथी हो। मेरो घरमा आउनु होला, खानु होला, सँगै रमाइलो गर्नुपर्छ ल साथी हो। मेरो इस्माइल र वरुण धवनको इस्माइल त एउटै रे ल। मेरो बुढीले भनेको साह्रै खुसी लाग्यो। त्यो भएर पनि मैले शपथ ग्रहणमा ओके गरिदिएको है साथीहरू। ल है ल यो मासुमा चाहिँ सिमी अनि क्याप्सिकम राखेको छ, लास्टै मिठो छैन र यसमा एउटा खोर्सानी खाना पाइयो भने वाह